हेलो गाइस, अब अदुवा रोप्नु आँटेको। यसै गरेर रोप्नुपर्छ अदुवा। अब रोप्नु थालेको आजबाट सुरु। यस्तो गरेर अदुवा रोप्नुपर्छ। त्यही गरेर यतिको यस्तै गरेर रोप्नुपर्छ अदुवा। अब सुरु भएको अदुवा रोप्ने बेला भइसक्यो। अस्ति डेरी भइसक्यो थियो, तर पनि आज एक दिन घाम लागेको बेलामा रोपिहाल्छु भनेर अब यसरी रोप्नुपर्छ अदुवाहरू। अब मेरा छोराले पनि लिएर आउँदैछ अदुवा कठिया। लिएर आइज छिटो। आमा छोरा भएर अब रोप्ने हो। एउटा राख। अब के रोप्ने भाइ? अदुवा। लु रोपिहेर त कसरी। मैले कसरी रोपेको छु त्यसरी रोप ल। हैन सबै त्यो पुरा खोली खोलीमा हिँड्नु है। खोली खोलीमा रोप रोप न। टाउको चिलायो यसको चाहिँ। अब ठिक्क ठिक्क साइडमा रोप फटाफट। सिधा सिधा नि। अब बसेर पो रोप्छ त हो। कसरी राखौँ? ढाड बाँध्दैन। अब यो ढाड भाँच्छ अरे। ढाड दुख्दैन। कलिलो बच्चाहरू हेर्नु। दुःख नगरी त कहाँ हुन्छ? यसरी हो त्यसो सेम मैले कसरी रोपेँ त्यस्तै रोप्नु ल। अब म खोली बनाउँछु। अदुवाको खोली कुर फरुवाले यसरी बनाउनु पर्छ खोली चाहिँ कुरले यसरी। अब गोरु छैन, गोरु नहुँदाखेरि अलिकति बेसी पनि होइन, अलिअलि लाउने हो। अदुवा चाहिँ यसरी गर्नुपर्छ। यसरी अब यसरी खोली बनाउनु पर्छ। यसरी कति राम्रो छ नि? राम्रो छ नि भाइ? सुन्दर छ? सुन्दर छ नि खोली? तर सिधा सिधा यसरी बनाउनु पर्छ। अलिकति आइज नि भाइ। यसरी बनाउनु पर्छ। म त कति जुम गरिदिन्छु। यसरी बनाउनु पर्छ। अनि सिधा छ भाइ खोली? सिधा छ? गाइस अभी तो आप लोग के कमेंट में बताइए कि सीधा है क्या ते उल्टा है। मिस्टेक हो गया होला। थोड़ा बोलने से मिस्टेक हो गया। क्लिक गर्थ्यो हो बिचमा नदबा यता किन पर्यो। गो अब यसरी मकै पनि छोड्नुपर्छ। यसरी भोलि चाहिँ हरियो मकै खानुपर्छ। यसरी मकै छोड्नुपर्छ साथीहरू। आधामा भोलि चाहिँ हरियो मकै खानुपर्छ। यसरी भोलिपछि मकै भइसकेर पनि म देखाउँछु है हजुरहरूलाई, तपाईँहरूलाई। यसरी मकै पनि छोड्नुपर्छ। दुःख बिना त केही हुन्न। दुःख गर्नुपर्छ होइन? ल मकै यसो गर्नुपर्छ साथीहरू। यसरी मकै छोडेको मेरो मम्मीले भने। मेरो मम्मीले मकै छोडेको। खोइ भिडियोमा त एक भी मकै देखेको छैन त। म भी गर्छु नि। अब ठुलो भए म भी गर्छु। मम्मीलाई सघाउँछु। अहिले त म सानो छु, त्यो भनेर म जान्दिनँ। भोलि चाहिँ ठुलो भएपछि म पनि गर्छु भने। अहिले त म सानो छु, म सक्दैन। ठुलो भए सक्छु। मम्मीलाई सघाउँछु। तर पनि अहिले म पनि हेर्दैछु मम्मीले कसरी छोड्दैछु हेर्दैछु।
अहिले मुभी हेरिरहेको छु मम्मीले कस्तो गरिरहेको छु भोलि पर्सि म सिक्छु के भन्छ ठुलो भए म मम्मीलाई यस्तो गर्ने दिँदैन मजाले पाल्छु नामरी राख्छु धेरै पैसा कमाउँछु मम्मीले खुसी राख्छु भन्नु त अरू मेरो बोजू मेरो बाजे मेरो भाइ मेरो मम्मी अरू मेरो पापा म सबैलाई खुसी राख्छु ठुलो भएर पढेर पैसा कमाउँछु ठुलो घर बनाउँछु अरू खुसीले हामीहरू सबैलाई खुसीमा राख्छु